35 वर्षको दौरानमा 30 वर्ष पाल्पामा बसिएको छ। त्यसमध्ये गाडाकोटमा 1 वर्ष अनि तर्सा 9 वर्ष अनि हस्पिटलमा 59 देखि 74 सम्म र बाँकी समय नगरपालिकामा व्यतीत गरेको। अब साथीहरूलाई थाहा छँदैछ स्वास्थ्य भन्ने कुरा कति संवेदनशील हुन्छ। सुरुका चरणमा जुन स्टेपमा हुन्छौँ त्यो चाहिँ साँच्चै भन्यो भने परिपक्वता चाहिँ आजभन्दा भोलि भोलिभन्दा पर्सि हुँदै जाने हो। लर्निङ बाई डुइङ, यो हाम्रो पेसा लर्निङ बाई डुइङ हो जस्तो लागेको छ। साँच्चै भन्यो भने प्र्याक्टिकली यो हाम्रा कार्यालय सहयोगीहरूले पनि सीतामल जाने हुन्छन्, एमोक्सिलिन जाने हुन्छन्, जीवनदल भनेको जाने हुन्छन्, अल्बेन्डाजोल भन्ने जाने हुन्छन्। यो चाहिँ के हो भने प्र्याक्टिसले भने हामीहरूले चाहिँ के अध्ययन गरेर त्यो थ्योरी प्र्याक्टिकल गर्दै हामीले सेवामा प्रवेश गरेका हुन्छौँ। तथापि सेवामा प्रवेश गर्दै गर्दा सेवा दिने क्रममा चाहिँ कतिपय थ्योरी र प्र्याक्टिकल फरक विषय पनि हुन्छ। यहाँहरूले अनुभव गर्दै आउनुभएको छ। हामी यहाँ म अहिले 60 वर्षको उमेरमा चाहिँ आज भोलि चाहिँ 61मा लाग्दैछु। सेवा अवधि चाहिँ मेरो 35 वर्ष भयो। तथापि अझै पनि ममा पूर्णता छैन। त्यसो त साथीहरूलाई मैले के भन्नु, हाम्रो पेसा भनेको यस्तो सेन्सिटिभ पेसा हो। सबैले दत्तचित्त भएर हाम्रो सेवा नै धर्म हो भनेर बिरामीहरूलाई जुन अवस्थामा छ त्यो अवस्थालाई बिग्रन नदिने, सकेसम्म सन्चो गराउने। त्यो भएन भने हामीहरूले रिफर गर्ने, यही नै हो हाम्रो सिस्टम भनेको होइन। त्यो गर्दै गर्दै यहाँले पनि गर्नुभएको छ, मैले पनि त्यही गर्दै आएँ, त्यही अभ्यास गर्दै आएँ। त्यसमा यहाँहरू सबैलाई मैले के अनुरोध गर्छु भने सबभन्दा यो कतिपय अवस्थामा हामी एक्लै सेवा दिनुपर्ने अवस्था पनि हुन्छ, कतिपय ग्रुपमा पनि सेवा दिनुपर्ने अवस्था हुन्छ। ग्रुपमा त अलिकता सहज हुन्छ, अलि आधार हुन्छ।